हेलो नमस्कार म पदम महत हाम्रो 90 डेज रुल च्यालेन्जको आज डे 16 र आजको टपिक रहेको छ वान थिङ द्याट हेल्प मी ग्रो माई बिजनेस। सो फर्स्टमा चाहिँ कन्सिस्टेन्सी इज द मोस्ट इम्पोर्टेन्ट टु आवर बिजनेस। हामीले लगातार रूपमा चाहिँ हाम्रो बिजनेसलाई चाहिँ रन गरिरहनुपर्छ। यानि कि मैले यो भनिनँ कि हामीले यो बिजनेसलाई एकदम 24 घन्टा दिनुपर्छ भन्ने होइन, तर हामीले दिनको 2 घन्टा 3 घन्टा जस्तो चाहिँ कन्सिस्टेन्सली चाहिँ हामीले रन गरिरहनु पर्ने हुन्छ। र अर्को कुरा भनेको हामीले यो बिजनेसमा चाहिँ आफूभन्दाखेरि अग्रज व्यक्तिहरू जो चाहिँ अलरेडी चाहिँ सक्सेस भइसक्नु भएको छ उहाँहरूको पनि सक्सेस जर्नीहरू हेरेर चाहिँ हामी त्यस्तै रूपमा गयौँ भने चाहिँ इट विल नट टेक लाइक लङ्गर टाइम टु ग्रो आवर बिजनेस। र अर्को कुरा भनेको चाहिँ हाम्रो यो बिजनेसमा चाहिँ एकदम सिङ्गल पर्सन भएर चाहिँ रन गर्न खोज्यौँ भने चाहिँ वी वोन्ट बी अ सक्सेस अन आवर जर्नी। सो हामीले चाहिँ हाम्रो कम्युनिटीसँग चाहिँ बसेर अथवा हामीले चाहिँ टाइम पाउँदाखेरि चाहिँ उहाँहरूसँग चाहिँ भलाकुसारी गरेर उहाँहरूको चाहिँ भनौँ आफूले जानेको क्वेसनको एन्सर दिएर उहाँहरूसँग पनि क्वेसन सोधेर चाहिँ हो त्यसरी चाहिँ ग्रुप भएर चाहिँ हामी रन गऱ्यौँ भने पनि इट वोन्ट टेक अ लङ टाइम टु ग्रो आवर बिजनेस। अल्सो द अनदर थिङ इज हामीसँग चाहिँ राइट माइन्ड सेट भएको कम्युनिटी छ भने चाहिँ हाम्रो बिजनेसमा चाहिँ ग्रो हुन चाहिँ नो टाइम इट विल टेक। र लास्ट बट नट द लिस्ट हाम्रो यो बिजनेस चाहिँ अटोमेसन सिस्टमबाट चाहिँ चलेको हुँदाखेरि चाहिँ हामीले चाहिँ वी वोन्ट वर्क हार्ड, वी वर्क स्मार्टर। सो इफ यु गाइज वान जोइन विथ अस सो प्लिज लेट अस नो अर go to my website at www.mahatpadam.com। सो आजको चाहिँ रिल च्यालेन्जको टपिकलाई चाहिँ म यतिमै टुङ्गाउन चाहन्छु। देन आई विल बी ब्याक विथ नेक्स्ट टपिक नेक्स्ट डे। सो टिल देन स्टे ट्युन एन्ड यु गाइज हेभ अ गुड डे। बाई बाई।